गाइज हेरौँ है यो दरबार मार्गको यो महेन्द्रको रहेको छ शालिग चाहिँ यहाँ चाहिँ यो के अरे कालिसाले लगाएको मार्बल चिप्लिने भन्ने कुरा आयो त्यसको चाहिँ यसो चेक गरौँ न भन्ने हेतुले यसो आएको उनीहरूलाई कस्तो रहेछ हेरौँ है त आज चिप्लिने मार्बल कतिको चिप्लिँदो रहेछ यसो हेरौँ चाहिँ दरबार मार्ग रहेको छ भर्खर हाल्दै आउँदै रहेछ के हो मार्बल चाहिँ कति टाइम लागिन्छ मार्बलको हालेकै ठाउँ लिएर आइपुग्न लागेको छ यसो छ्यास चेक गरौँ न कस्तो छ मार्बल चाहिँ यहाँबाट सुरु हुन्छ है कतिको चिप्लो हुन्छ अरे कहाँ चिप्लो हुनु मान्छेहरूले अलिकति केही राम्रो कुरा गर्न थाला नि मान्छेको अनेक प्रश्न होच्याउने आदि इत्यादि कुराहरू गर्छन् यतिको मार्बल हाल्ने अहिलेसम्म कुनै पनि मेयरहरूको आँखा लागेन बालिनसाले हालेको थियो त्यही पनि धेरै मान्छेहरू लाएर है चिप्लिन्छ मान्छे लड्छ यहाँ हो भनेर धेरै कुराहरू गरिरहेका थिए खासै त्यस्तो चिप्लिने केही रहेनछ मैले पनि ट्राई गरेर हेरेँ एकदम खर्च त्यस्तो चिप्लिने टाइपको छैन मान्छेहरूलाई अलिकति केही गर्छु भन्ने मान्छेहरूलाई खुट्टा तान्ने प्रविधि नेपालमा एकदम बढी रहेको छ मैले आज त्यही भएर आज यसो ट्राई गरौँ न भनेर आएको तर बवाल रहेछ त्यस्तो चिप्लिने यतार उधार केही पनि रहन्छ चिप्लिने टाइपको केही छैन है मान्छेलाई भ्रम छर्ने काम मात्रै हो यो मान्छेले के राम्रो गर्छु भन्दाखेरिमा नराम्रो गरिदिनु त्यसलाई कसरी हुन्छ खुट्टा तान्ने पछार्ने लडाउने प्रविधिको छ क्या हाम्रो नेपालमा विकास भन्ने कुरा कसैले चाहँदैन है गाई यहाँसम्म रहेछ